विक्रम सर र सूर्योदय गजल मञ्चद्वारा आयोजित रचना वाचन कार्यक्रमको सभापतित्व गरिरहनु भएको आदरणीय सभापति महोदय, वरिष्ठ विशिष्ट अतिथि, प्रमुख अतिथि लगायत सम्पूर्ण साहित्यिक मनहरूलाई म एकमुष्ट नमस्कार गर्न चाहन्छु। र विशेष गरी यो कार्यक्रम आज हामी समाजको यो सुन्दर प्राङ्गणमा गरिरहेका छौँ। हाम्रो उपस्थिति जति भए पनि एकदम रमाइलो लागेको छ। विशेष गरी सन्तोष सरप्रति धेरै आभारी छौँ हामी सबैजना। यो तारतम्य सरले मिलाउनु भयो र आज हामी यहाँ बस्न पायौँ। यो गजल मञ्चबाट निमन्त्रणा योभन्दा अगाडि पनि आउनुपर्छ भनेर साथीहरूले धेरै भन्नुभएको थियो, तर समय मिलाउन सकिएन, आउन पाइएन। यसपालि चाहिँ हाम्रो विवेकजीले हिजैदेखि मलाई एकदम तदारख गरिरहनु भएको थियो, ल जानुपर्छ है भन्नुभएको थियो र हाम्रो त्यो मिल्यो पनि। र आज यति धेरै साहित्यिक आत्मीय जनहरूसँग भेट भयो। मलाई त यस्तो लाग्यो सुनिरहँ यसरी नै, मेरो त पालै नआओस् जस्तो लागिरहेको थियो मलाई। यति मजा आइरहेको थियो, यस्तो राम्रो माहौल बनेको छ, साहित्यिक माहौल, त्यसै पनि रमाइलो, त्यसमा पनि यति राम्रो राम्रो रचनाहरू सुन्न पाइयो, खुसी लागेको छ। र यो कार्यक्रमको बृहत रूपमा अझ हामी अन्त समाजमा फेरि अर्को पनि यस्तै कार्यक्रम गर्न सकौँ, त्यो पनि हामी कामना गर्न चाहन्छौँ। र सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति हार्दिक नमन व्यक्त गर्दै म मेरो रचना प्रस्तुत गर्न गइरहेको छु। म चाहिँ प्राय कविता नै लेख्छु, गजल लेख्न मन लाग्छ, तर गजलमा त्यति भाँति पुग्दैन नि जस्तो लाग्छ। त्यो भएर म कविता नै बढी लेख्ने गर्छु। र मैले आज सुनाउने कविताको शीर्षक चाहिँ गुमनाम कविको प्रेतात्मा। एउटा गुमनाम कविको प्रेतात्मा छ मसँग, जो हर दिन बिथोल छ मेरो मन, जो हर क्षण चिथोर छ मेरो तन, र भन्छ लेख एउटा कविता। हिमाल देख्यो कि हिमाल जस्तै सर्लक्कै अग्लिन्छ, र भन्छ उचाइको कविता लेख। जुन देख्यो कि जुन जस्तै टह टह चम्किन्छ, र भन्छ शीतलताको कविता लेख। फुल र चराहरूको कविता, फाँट र गराहरूको कविता, सुन्तलीको आङमा लुचिएको चौबन्दीको कविता, सुनकलीको रक्तरञ्जित पछ्यौरीको कविता हो। एउटा गुमनाम कविको प्रेतात्मा छ मसँग। भन्छ यस्तो बनोस् कविता कर्णालीको, जसलाई सुन्न नसकेर कान थुनोस् राजधानीले। भन्छ यस्तो कविता बनोस् डोल्पाको, जसलाई पढ्न नसकेर मूर्छित बनोस् राजधानी। उदिने र निकाल यस्तो कविता जहाँ निस्किउन् 45वटा चिहानबाट सुन्दर भविष्य। आशा र भरोसाका चम्किला आलोकहरू, कविता तुइन बनोस् र तारोस् कलिला नानीहरू। कविता तुइन बनोस् र तारोस् कलिला नानीहरू। कविता चिलगाडी बनोस् र झारोस् सपनाका बिहानीहरू हो। एउटा गुमनाम कविको प्रेतात्मा छ मसँग। भन्छ यस्तो कविता लेख जहाँ लेखिउन् बुद्धका प्रतिध्वनिहरू। भन्छ यस्तो कविता लेख जहाँ लेखिउन् बुद्धका प्रतिध्वनिहरू, जहाँ गुन्जिउन् शान्तिका स्तोत्रहरू। कहिल्यै फेरि लेख्न नपरोस् टुहुरोको आर्तनाद, विधवाको वेदना र विदुरको वैराग्य। जहाँ मगमगाउन् बालकको चञ्चलता, यौवनाको उन्मत्तपन अनि युवकको पौरुषता हो। एउटा गुमनाम कविको प्रेतात्मा छ मसँग। धन्यवाद। र अब एउटा कविता, यो कविता अस्ति हाम्रो विवेकजीले पनि मन पराइदिनु भएको थियो। कविता सायद तपाईँहरूले पनि मन पराइदिनुहुन्छ होला। कस्तो भयो प्रतिक्रिया पाउँ। र अन्तिम कविता हो हत्केलाको जुन, यो कविताको शीर्षक चाहिँ। त्यही दिन झरेको जुन पारी डाँडाबाट र गुड्दै गुड्दै आएर पोखिएको मेरो हत्केलाभरि। त्यही दिन झरेको जुन पारी डाँडाबाट गुड्दै गुड्दै आएर पोखिएको मेरो हत्केलाभरि। बटुलेर स्नेहले किरण सम्हालेर नाजुक यौवन, बन्द गरेको हुँ मनभित्रको साँगुरो कोठाभित्र। कैद गरेको हुँ मेरो अस्तव्यस्त चोटाभित्र। पूर्णिमाको रापिलो रातमा पनि कहिल्यै पोलेन मन। पूर्णिमाको रापिलो रातमा पनि कहिल्यै पोलेन मन, बरु सेलाएर शीत पनि खस्यो। औँसीको अत्यास लाग्दो रातमा पनि कहिल्यै अत्याएन, बरु तारा बनेर चम्क्यो। कहिल्यै खोजेन निराकार आकाश, बरु खुम्चिएर बस्यो मेरो साँगुरो हृदयमा सपना भएर। वर्षौं बिति गएछ बादल र घामसँग पौठे जोरी खेल्दा खेल्दै।
वैश ढली गएछ तिते खोलामा ठोट्ने टिप्दा टिप्दै, निधारसँगै खुम्चिएछन् रहरहरू, आँखासँगै धमेलिएछन् सपनाहरू, तरै पनि जुन त्यसरी नै चम्किरहन्छ हरेक रात मेरो मनको आकाशमा, त्यसरी नै फैलिरहन्छ मेरो हृदयको चोटा र आँगनमा। कहिलेकाहीँ त्यसै त्यसै बिरह लाउँछ, कौसीमा बसेर दिनको सेतो सूर्य हेर्दै सम्झिन्छु, साँच्चै म अस्ताएपछि मसँगै अस्ताउला कि नअस्ताउला मेरो हत्केला हुजु। धन्यवाद।